सन् 2001 जुन 1 मा राजा वीरेन्द्रको वंश नै नाश भएको दिनभन्दा केही महिना अगाडिबाट अमेरिकाको सेन्ट्रल इन्टेलिजेन्स एजेन्सी CIA महाराजगञ्जमा ज्ञानेन्द्रको निजी निवासको छेउैमा आफ्नो अफिस स्थापना गरेको थियो। प्रत्यक्षदर्शीले नेपाल प्रहरी र सेनाहरू पटक पटक त्यो अफिसमा छिरेको देखेका थिए। यसरी CIA भारतीय इन्टेलिजेन्स एजेन्सी रसँग मिलेर यो हत्याकाण्ड मचायो र यसको कभर अफ स्टोरी स्वरूप हलिउडको कुनै सिनेमाभन्दा धेरै राम्रो स्क्रिप्ट तयार गरेर विश्वलाई त्यसमा विश्वास दिलाउन सफल भयो। यो स्टेटमेन्ट मेरो होइन, अमेरिकाको न्युयोर्कबाट प्रकाशित हुने एउटा प्रतिष्ठित म्यागजिन मन्थली रिभ्यूमा वेन म्याटसनले दाबी गरेको कुरा हो। वेन म्याटसनले अमेरिकी आर्मीमा पनि काम गरिसकेको हुनाले उनको यो भनाइलाई हल्का रूपमा लिन मिल्दैन। अब हत्याकाण्ड हुने बित्तिकै अन्तर्राष्ट्रिय मिडियाहरूमा युवराज दिपेन्द्रले नै गोलीकाण्ड मचाएको भनेर समाचारहरू आयो। If Nepal's royal family is to be believed, 30-year-old Dipendra, then crown prince, had in one cruel stroke eliminated the king, the queen, his younger brother, and at least 7 other members of his own family. त्यहाँभित्र हत्याकाण्डमा बचेका प्रत्यक्षदर्शीहरूले पनि त्यही कुरा भने अनि इन्भेस्टिगेसन रिपोर्टमा पनि यही कुरा लेखियो। अब समाचारले मात्र पुष्टि नगर्ने भएकाले त्यसलाई थप पुष्टि गर्न अन्तर्राष्ट्रिय मिडियाहरूले इन्टेलिजेन्सहरूले डकुमेन्ट्रिज नै बनाए अनि त्यतिले पनि नपुगेर त्यो ज्येष्ठ 19 को रातलाई रिक्रिएट गरेर मुभीसम्म पनि बनाए र दुनियाँलाई भनियो कि नेपालमा त क्राउन प्रिन्सले आफूले रोजेको केटीसँग बिहे गर्न नपाएको कारणले नसाको तालमा दरबारभित्रै आफ्नो वंश नै नाश गरिदियो। कस्तो पत्याउनै नसक्ने कुरा छ नि है। तर के गर्नु, सबैले यही कुरा भने अनि यो 20-22 वर्षसम्म पनि हामीले यही कुरा पत्याउन बाध्य भयौँ। तर म तपाईहरुलाई अर्को कहानी पनि सुनाउँछु है त। आजभन्दा 100 वर्ष जति अगाडि जर्मनको तानाशाह हिटलरले एउटा बुक लेखेका थिए, माइन काम्फ नाम दिएर। त्यो किताबमा उनले एउटा प्रोपोगन्डा टेक्निकलाई एक्सप्लेन गरेका थिए जसको नाम थियो बिग लाई। हिटलरले कस्तो भन्न खोजेका थिए भने मान्छेलाई बहकाउन यस्तो ठुलो झुट बोल्नुहोस्, यस्तो ठुलो झुट बोल्नुहोस् कि उनीहरूलाई लागोस् कि कोही कसैले यत्रो ठुलो झुट यस्तो कन्फिडेन्टली बोल्न सक्छ र। जब कसैले ठुलो झुट एकदमै कन्फिडेन्टली बोल्दैछ भने तब मान्छेले पत्याउने चान्स धेरै बढेर जान्छ। र अझ महत्त्वपूर्ण कुरा त यदि त्यो झुट एकपटक होइन रिपिटेडली प्रयोग गरै गर्नुभयो भने, पटक पटक प्रयोग गर्नुभयो भने अथवा धेरै व्यक्तिलाई भन्न लगाउनु भयो भने मान्छेले सोच्नै सक्दैन र पत्याइदिन्छ कि सत्य त यही रहेछ भनेर। ठ्याक्कै यही टेक्निक दरबार हत्याकाण्ड पछाडि पनि प्रयोग हुँदै थियो। रिपिटेडली अन्तर्राष्ट्रिय मिडियामा हत्यारा दिपेन्द्र नै हो भनेको भने गरियो, पटक पटक क्राउन प्रिन्सले सबैलाई मार्यो भनेको भने गरियो र एउटा बिग लाईलाई ट्रुथ जस्तो देखाउन खोजियो। समाचारले मात्र त्यसलाई थप पुष्टि नगर्ने भएकाले बीबीसीले आएर डकुमेन्ट्री नै बनायो, अन्तर्राष्ट्रिय मिडियाहरूले समाचार भने, डकुमेन्ट्रिज बनाए अनि कतिले त त्यसलाई रिक्रिएट गरेर मुभी नै पनि बनाए र दुनियाँलाई रटान लगाइयो कि A country shaken, shocked and in turmoil by the massacre of its royal family. As 14 royals lay bleeding and dying on the marble floor of the palace, they all saw the face of their killer. It was their own Crown Prince Dipendra. He then shot himself and is now in a coma in hospital. The prince is तर सायद वास्तविकता अर्कै पो थियो कि न्यारेटिभ सेट गर्ने होडबाजीमा वास्तविकता कतै लुकेको पो छ कि यही कुरा पत्ता लगाउन विगत 1 वर्षदेखि हामीले अनलाइनमा उपलब्ध सबै कुराहरू पढिसकेका छौँ, सबै डकुमेन्ट्रिजहरू हेरिसकेका छौँ। त्यति बेला अन्तर्राष्ट्रिय मञ्चमा कसरी समाचार सम्प्रेषण भयो अनि नेपाली पत्र पत्रिकाले के लेखे त त्यो सबै खोजेका छौँ। त्यो ठाउँको विगत 25 वर्षको सेटेलाइट इमेज सबै एनालाइसिस गरेका छौँ अनि अनलाइन मात्र नभएर सकेसम्म यो बारेमा थाहा हुनेलाई भेट्ने कोसिस गरेका छौँ र हामी आफै पनि पटक पटक नारायणहिटी गएर हत्याकाण्ड भएको ठाउँ त्रिभुवन सदनमा घण्टौं समय बिताएका छौँ। अनि लेट मी टेल यु, हाम्रो फाइन्डिङले हामी आफै पनि सक भएका छौँ। झारो टार्न बनाइएको त्यो छानबिन समितिको रिपोर्ट अनि न्यारेटिभ सेट गर्नलाई बनाइएका मुभिज र डकुमेन्ट्रिजहरूलाई आज हामी चुनौती दिँदै सत्यको नजिक पुग्ने कोसिस गर्नेछौँ। हुन त त्यो छानबिन समितिले कतिसम्मको लापरवाही गरेको थियो त्यो त यही एउटा फोटोले नै प्रश्न पारिदिन्छ। अनि मुभिज र डकुमेन्ट्रिजहरूले कस्तो झुट फैलाएका रहेछन् भन्ने कुरा त उनीहरूले हामी माथि लगाएको कपिराइटले नै पनि प्रश्न हुन्छ। सो कुर्सीको पेटी बाँध्नुहोस्, किनकि तपाईँलाई आज हामी 2058 साल ज्येष्ठ 19 को त्यो कहाली लाग्दो रातमा लिएर जाँदैछौँ।
च्याप्टर 1 द डार्क नाइट। हरेक शुक्रबार झैं 2058 सालको ज्येष्ठ महिनाको तेस्रो शुक्रबार दरबारमा भोज आयोजना गरिएको थियो र भोजमा दरबार निकट सबैलाई निमन्त्रणा गरिएको थियो। भोज नारायणहिटी दरबारको त्रिभुवन सदन अर्थात् यदि यो नारायणहिटी दरबार हो भने यो त्रिभुवन सदन हो, यही भइरहेको थियो। यही तपाईले देख्नुभयो भने यहाँ दुईटा बिल्डिङ छन्, जसमा यताको यो बिल्डिङ युवराज दिपेन्द्र बस्ने बिल्डिङ हो भने यताको बिल्डिङलाई बिलियार्ड हल भनिन्छ। यो बिल्डिङलाई 3D मा ढालेर भित्रबाट हेर्दा यस्तो देखिन्छ। यता स्नुकर छ अनि यता पछाडि बार पनि छ। पार्टी अथवा भोज हुने भनेको यही बिल्डिङमा हो। यो दुईटा बिल्डिङको बीचमा सानो बगैँचा छ र सानो पोखरी पनि छ। पोखरीको बीचमा सानो पुल छ अनि त्यही पुल हुँदै एउटा बिल्डिङबाट अर्को बिल्डिङ जानुपर्ने हुन्छ। अब यो घटनामा इम्पोर्टेन्ट ठाउँहरू यिनै हुन्। घटना भएको ठाउँ नै यही हो र यसरी थप बुझ्न सजिलो होस् भनेर 3D एनिमेसन स्पेशलिस्ट नै प्रयोग गरेर हामीले घटनालाई रिक्रिएट गरेर देखाउने कोसिस गरेका छौँ। अब उक्त शुक्रबार साँझको पार्टीमा सबै एकपछि अर्को गर्दै आउँछन्, तर ज्ञानेन्द्र भने पोखरा गएको कारणले आउन भ्याउँदैनन्। अब यहाँनिर हामीले पत्याउन पर्ने अथवा फ्याक्ट चाहिँ जम्मा दुईटा कुरा मात्र छ। नम्बर 1 मा युवराज दिपेन्द्रले आफ्नो फोनबाट 8:39 आफ्नो प्रेमिका दिव्यानीलाई फोन गरेर 32 सेकेन्ड कुरा गर्छन् भने नम्बर 2 9:15 राजा वीरेन्द्र, रानी ऐश्वर्य र अधिराज कुमार निराजनलाई वीरेन्द्र मिलिटरी अस्पतालले मृत घोषणा गर्छ। मैले यति दुईटा कुरालाई मात्र फ्याक्ट्स किन भन्न खोजेको भने नेपाल टेलिकमबाट उपलब्ध कल डिटेल अनुसार दिपेन्द्रको फोनबाट अन्तिम कल दिव्यानीलाई 8:39 गएको थियो भने हस्पिटलबाट उपलब्ध रिपोर्ट हेर्दा 9:15 राजाहरूलाई हस्पिटलले मृतक घोषणा गरिसकेको थियो। अब त्यही 8:39 र 9:15 को बीचमा दरबारभित्र गोलीकाण्ड हुन्छ। कसरी हुन्छ त्यो म एकैछिनमा भन्ने नै छु, तर त्यो गोलीकाण्डमा परि तत्कालीन राजा वीरेन्द्र, रानी ऐश्वर्य, युवराज धीराज दिपेन्द्र, आदिराज कुमार निराजन, आदिराज कुमारी शारदा, आदिराज कुमारी श्रुति, आदिराज कुमारी शान्ति, राजाका भाइ धीरेन्द्र शाह र कुमार खड्ग विक्रम शाहको मृत्यु हुन्छ। यानि कि राजा वीरेन्द्रको वंश नै नाश हुन्छ। अब ज्ञानेन्द्र त्यहाँ नभएकाले उनलाई त केही हुने कुरै भएन, तर पार्टीमै भए तापनि ज्ञानेन्द्रपट्टिको कसैलाई केही हुँदैन। यानि कि पारस, हिमानी र रानी कोमल सबै त्यही थिए, तर उनीहरू बच्छन्। हुन त रानी कोमललाई गोली त लाग्छ, तर ज्ञानेन्द्रपट्टिको कसैको मृत्यु हुँदैन। च्याप्टर 2 हाउ न्युज फ्लडेड। 19 गते राति 9 बजेको घटनाको बारेमा भोलिपल्टको पत्रपत्रिकामा कतै केही आएन। यो 2058 साल ज्येष्ठ 20 गतेको गोर्खापत्र हो भने यो त्यही दिनको कान्तिपुर हो। घटनाको बारेमा उनीहरू मौन थिए। अझ गोर्खापत्रले त राजाको मृत्यु भएको भोलिपल्ट पनि श्रीपाँचबाट शुभकामना भन्दै इटलीको राष्ट्रिय दिवसको अवसरमा राजा वीरेन्द्रले सन्देश पठाउनु भयो भन्दै पत्रिकामा छापेको थियो। अब पत्रिकामा त राजा रानीको मृत्युको खबर आएन, नेपाली रेडियो र टेलिभिजनमा पनि यो घटनाको बारेमा 16 घण्टासम्म केही पनि कुरा आएन। तर अनौठो कुरा चाहिँ अन्तर्राष्ट्रिय मिडियाहरू BBC र CNN अनि भारतकै दूरदर्शन र NDTVले चाहिँ रातिबाट नै समाचार बजाइरहेका थिए। राजा रानीको मृत्यु भयो भनिरहेका थिए। BBC र CNN को पहुँच हुनेहरूले त राति नै थाहा पाए दरबारमा हत्याकाण्ड भयो भनेर, तर गाउँ-गाउँसम्म रेडियो टेलिभिजन भएकै ठाउँहरूमा पनि यो खबर पुग्न 16 घण्टा लाग्यो। 19 गते राति 9:15 को हत्याकाण्डको 16 घण्टा पछाडि 20 गते दिउँसो 1:15 सरकारले समाचार त दियो, तर राजाको मृत्यु भयो, स्वर्गारोहण भयो यति मात्र भनियो। के कारणले राजा मारिए जनतालाई गुमराह नै पारियो। साँझ ज्ञानेन्द्रको वक्तव्य आयो, जसमा दरबारमा स्वचालित भनिएको बन्दुक यानि कि अटोमेटिक गन पड्केको हुनाले राजा रानीको मृत्यु भएको भनियो। यसरी साँझ बन्दुक भन्ने शब्दको उच्चारण भने भयो र मर्नेहरू 8 जना थिए भनेर उनीहरूको नाम दिइयो। अब दिपेन्द्रको त्यति बेलासम्म मृत्यु नभएको भनेर उनको बारेमा केही भनिएन अनि आफै त्यो बन्दुक कसरी पड्कन सक्छ अथवा मृतक बाहेक घाइतेहरू चाहिँ को भए त त्यो बारेमा पनि केही कुरा भनिएन। अब दरबारबाट घाइते भएका र मृतक सबैलाई मिलिटरी अस्पताल छाउनी लगिएको थियो, तर त्यहाँ पनि मृतकहरू कसैको शवको लास मुजुल्का गर्न दिएन, न त तिनीहरूको फोरेन्सिक पोस्टमार्टम नै गर्न दियो। मिलिटरी अस्पतालले ज्येष्ठ 20 गते र ज्येष्ठ 22 गते पोस्टमार्टम गर्न डाकेका
टिचिङ अस्पतालका डाक्टर प्रमोद श्रेष्ठ, डाक्टर हरिहर वस्ती र डाक्टर तुलसी कडेलको 3 सदस्यीय पोस्टमार्टम विशेषज्ञ टोलीलाई अस्पतालमा घण्टौं कुर्याए पछाडि माथिको आदेश भन्दै लासलाई छुनै नदिई फर्काइयो। सबको पोस्टमार्टम गर्नु नपर्ने भनेर वैज्ञानिक युगमा सामन्ती युगीन आदेश पठाइयो। यही आदेशका नाममा सबको पोस्टमार्टम गर्नबाट वञ्चित गरियो। अब त्यो माथिको आदेश आखिर कसको थियो त? कतै कसैले चुइक्क गरेन। अनि पोस्टमार्टम नगर्ने मात्र होइन, मिडियालाई कतै प्रवेश गर्नै दिएन। घटनास्थल त परको कुरा, त्यो दरबारको गेट त सधैँ लाग्ने नै भइगयो। घाइतेहरू भएको छाउनी हस्पिटलमा सम्म पनि प्रेसलाई प्रवेशमा रोक लगाइयो। त्यति बेलाको छाउनी अस्पताल बाहिरको दृश्य हो यो। सेना कसरी खटाइएको थियो मजाले देख्न सक्नुहुन्छ। समाचार त्यति मात्र सम्प्रेषण भयो जुन दरबार या दरबार निकट दिन चाहन्थे। अझ दरबारको दादागिरी कतिसम्म थियो भने प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले त घटना घटेको झन्डै 2 घण्टा पछाडि 10:50 मात्र यो घटनाको बारेमा थाहा पाएको रे। मासिक पत्रिका मूल्याङ्कनमा प्रकाशित यही लिस्ट हेर्नु भयो भने पनि कहाँ कसले यो घटनाको बारेमा कति बेला थाहा पाए र को मार्फत थाहा पाए त्यो सबै लेखिएको छ। अब भोलिपल्टै दिपेन्द्रलाई राजा घोषणा गरियो। उत्तराधिकारी श्रीपास युवराज धिराज जितेन्द्र वीर विक्रम शाहले श्रीपास महाराज भइबसेको घोषणा गर्दछौँ। तर त्यस पछाडि 3 दिनमै उनको स्वर्गारोहण भएको कुरा बाहिर आयो। यो समयसम्ममा इन्टरनेसनल मिडियाले प्रत्यक्षदर्शीलाई कोड गर्दै दिपेन्द्रले नै हत्या गरेको भन्दै झ्याली पिट्दै थिए। यता जनता पत्याउनै नसक्ने स्थितिमा थिए। उनीहरूले आफूले सबैभन्दा माया गरेको राजा रानी गुमाएका थिए, आफ्नो अभिभावक गुमाएका थिए। अधिकांशले राजालाई आफ्नो अभिभावक मानेर कपाल खौरिएका थिए। हिन्दू धर्मअनुसार आफ्नो बुबा वा आमा बित्दा कपाल खौरिने चलन छ। अधिकांशले राजा रानीलाई त्यति बेला आफ्नो बुबा वा आमाको स्थान दिएका थिए। King is dead. Long live the king. अब उनीहरूले अभिभावक गुमाएका त थिए नै, सत्य समाचारबाट पनि उनीहरूलाई वञ्चित पारिएको थियो। यही कारणले सडक तातेको थियो, विरोध प्रदर्शन भइरहेको थियो। जनताहरू कतिसम्म आक्रोशित थिए भने प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको गाडीमै ढुङ्गा प्रहार गरिदिएका थिए। अनि अब घटना घटेको 3 दिन पछाडि दिपेन्द्रको मृत्यु भयो भन्ने खबर आउँछ। अनि राजा बन्छन् ज्ञानेन्द्र। ज्ञानेन्द्रको छवि पहिल्यैबाट जनतामा खासै राम्रो थिएन। अझ आफ्नै छोरा पारसका अनेक काण्डहरूले उनी र उनको परिवारलाई नै जनताले अभिभावक स्वरूप स्वीकार्न सकिरहेका थिएनन्। राजा वीरेन्द्रलाई दिएको सम्मान दिन सक्ने त कुरै भएन। राजतन्त्रको 200 वर्षको इतिहासमा दरबारबाटै जनताको विश्वास उडेको यो सबैभन्दा बढी थियो। राजतन्त्र नै सङ्कटमा थियो। यता सत्य तथ्य जनतामा दिनुको साटो उल्टै दरबारले भने जनतालाई संयम त अपनाऊ भनेर भनिरहेको थियो र अकाउन्टेबिलिटी माग्ने प्रोटेस्ट गर्नेहरू मध्ये 4 जनाको हत्या नै गरिसकिएको थियो। च्याप्टर 3 इन्क्वायरी कमिटी। दरबारले आन्दोलन जति दबाउन खोजे पनि सडक तातेको तातै थियो। भीषण र जनव्यापी सडक आन्दोलनको दबाव पछाडि नयाँ राजा ज्ञानेन्द्रले राजा भएकै दिन एउटा आशलाग्दो काम भने गर्छन्। अब दरबार हत्याकाण्डको छानबिन हुने भन्दै छानबिन समितिको गठन गर्छन्। प्रधान न्यायाधीश केशव प्रसाद उपाध्यायको अध्यक्षतामा 3 सदस्यीय छानबिन समितिको गठन हुन्छ। छानबिन समितिमा प्रधान न्यायाधीश बाहेक प्रतिनिधि सभाका सभामुख तारानाथ राणाबाट र विपक्षी दलका नेता कमरेड माधव कुमार नेपाल पनि थिए। तारानाथ राणाबाटले कङ्ग्रेसलाई रिप्रेजेन्ट गर्थे भने माधव कुमार नेपालले तत्कालीन विपक्षी दल यानि कि एमालेलाई रिप्रेजेन्ट गर्थे। तर 3 सदस्यीय छानबिन समिति एकैछिनमा 2 सदस्यीय हुन पुग्छ। विपक्षी दलका नेता माधव कुमार नेपालले त्यो समितिको गठन प्रक्रिया संवैधानिक नभएको र आफ्नो पार्टीको पोलिट ब्युरोले त्यसमा बस्ने अनुमति नदिएको भनेर त्यसबाट राजीनामा दिन्छन्। अब 2 जनाको मात्रै भए पनि उक्त समितिले ज्येष्ठ 26 गतेदेखि काम थालेर
एक हप्ता पछाडि ज्येष्ठ 32 गते आफ्नो प्रतिवेदन सर्वप्रथम राजा समक्ष र त्यस पछाडि लगत्तै पत्रकार सम्मेलन मार्फत जनता समक्ष प्रस्तुत गर्छ। छानबिनमा कुन तरिकाको लापरवाही र पत्रकार सम्मेलनमा कुन लेभलको ख्यालठट्टा भएको थियो त्यो त एकैछिनमा चर्चा गर्ने नै छौँ, तर सुरुमा त्यही रिपोर्टको कुरा गरौँ है त। अब हामीले उनीहरूले प्रस्तुत गरेको 139 पेजको त्यो सबै रिपोर्ट पढेका छौँ र उनीहरूले त्यहाँका प्रत्यक्षदर्शीलाई कोड गरेर तयार पारेको रिपोर्टलाई पत्याउने हो भने दरबार हत्याकाण्ड समहाउ यसरी भएको देखिन्छ। उक्त रिपोर्टको लिङ्क हामीले डिस्क्रिप्सनमा राखिदिएका छौँ, त्यहीँबाट पनि पढ्न सक्नुहुन्छ। अब प्रस्तुत छ छानबिन समितिले तयार पारेको दरबार हत्याकाण्डको स्क्रिप्ट। 2058 साल ज्येष्ठ 19 गते शुक्रबार युवराज दिपेन्द्रको निवास भएको भवन यानि कि त्रिभुवन सदनमा भोज हुँदै थियो। जम्मा 24 जना साई नातेदारहरूलाई साँझ 7:30 मा उक्त भोजका लागि निमन्त्रणा गरिएको थियो। युवराज दिपेन्द्र चाहिँ 7 बजे नै त्यस भवनको भुइँतलामा रहेको बिल्यार्ड हलमा पसेर आफ्नो एडिसी गजेन्द्र बोहराको उपस्थितिमा एक्लै बिल्यार्ड यानि कि स्नुकर खेल्दै थिए। एडिसी भनेको रोयल फ्यामिलीको मेम्बरको पर्सनल सुरक्षाकर्मी भनेर पनि अहिलेलाई बुझिराख्दा हुन्छ। एडिसीले बल मिलाइदिने, युवराज दिपेन्द्रले बल हान्ने। यो क्रममा दिपेन्द्रले आफ्नो खोपी अथवा सुत्ने ठाउँबाट उनलाई मनपर्ने विस्की एडिसी मार्फत तल बिल्यार्ड रुममा झिकाए र एक पेक लगाए पनि। विस्की पिए पनि युवराज दिपेन्द्र राति 8 बजेसम्म सही सलामत थिए, किनकि उनी त्यति बेला आएका पाहुनाहरूको स्वागत संस्कार आफैले राम्ररी गरिरहेका थिए। उनी आफैले पाहुनालाई पेय पदार्थ पनि सर्भ गर्दै थिए। सबैजनाको आउने समय भइरहेको थियो। अब मुमा बडा महारानी यानि कि दिपेन्द्रको हजुरआमा रानी रत्न भने अलि आफ्नो उमेरको कारणले आफै आउन नसक्ने अवस्थामा थिइन्। उनी दरबारभित्रै उनको निजी निवास महेन्द्र मन्दिरमा बस्थिन्। अहिले पनि उनी त्यहीँ बस्छिन्। अब नाति दिपेन्द्रले आफ्नो हजुरआमा रत्नलाई लिन भनेर आफै गाडी हाँकेर महेन्द्र मन्जिल नै पुग्छन्। हजुरआमालाई ल्याउने क्रममा बाटोमा उनले हजुरआमासित राम्रो मुडमा कुराकानी पनि गरेका थिए। अब हजुरआमालाई त्रिभुवन सदनको सानो बैठक कोठामा भित्राएर दिपेन्द्र पूर्ण बिल्यार्ड रुममै पस्छन्, जहाँ धेरै जसो पाहुनाहरू आइसकेका थिए। आएका अतिथिहरूलाई पूर्ण ड्रिङ्क सर्भ गर्ने कार्य युवराज दिपेन्द्रले नै गर्छन्। त्यसपश्चात उनले 8:12 आफ्नो मोबाइलबाट आफ्नो प्रेमिका देवयानीलाई फोन गर्छन्। उनी त्यतिन्जेलसम्म पनि राम्रो मुडमा थिए। अब राति 8:19 बिल्यार्ड रुमबाटै युवराज दिपेन्द्रले आफ्नो एडिसी गजेन्द्र बोहरालाई फोन गर्छन् र आफू भएको ठाउँमा चुरोट पठाइदिन भन्छन्। एडिसीले सहयोगी रामकृष्ण केसी मार्फत युवराजलाई मनपर्ने ब्रान्डका 5-6 वटा शिखर चुरोट, जसमा दिपेन्द्रले नै प्रयोग गरिरहेको गाँजा र कालो पदार्थ भरिएको थियो, त्यो पठाइदिन्छन्। अब सहयोगीले त्यो मालदार चुरोट युवराजलाई आफै दिँदैनन्। बिल्यार्ड रुमको मेन ढोकामा हाँस्दै आएका युवराज पारसलाई उनले त्यो चुरोट दिन्छन् र पारसले त्यो चुरोट युवराज समक्ष पुर्याउँछन्। अब राति करिब 8:30 बजे मात्र राजा वीरेन्द्रको सवारी त्रिभुवन सदनमा हुन्छ। त्यहाँ पुगे पछाडि राजा सिधै मुमा बडा महारानी यानि कि आफ्नो आमा रत्न बसेको बिल्यार्ड रुम नजिकै छुट्टै बैठक कोठामा जान्छन्। त्यहाँ उनी आफ्ना देवरानी हेलेन शाहसित बातचित गर्दै थिइन्। आफ्नो आमासित केही क्षण भलाकुसारी र बातचित गरे पछाडि राजा वीरेन्द्र बिल्यार्ड रुममै फर्कन्छन्। यता बिल्यार्ड हलमा भने 8:30 बज्नु केही मिनेट अगाडि युवराज दिपेन्द्र मादक पदार्थको सेवनले लड्डु भएर बेहोस हुन्छन् र जीव सम्हाल्न नसकेर भुइँमा लड्छन्। उनलाई त्यहाँबाट उठाएर पारस, गोरख, निराजन र राजीव मिलेर उनको कोठासम्म पुर्याउँछन् र उनलाई सुताउँछन्। अब आफ्नो खोपीमा हुँदा युवराज दिपेन्द्रले उनकी प्रेमिका देवयानीसित 2 चोटि फोनमा कुरा गर्छन्। एकपटक 8:25 देवयानी स्वयंले फोन गर्दा 4 मिनेट 14 सेकेन्डसम्म र अर्को पटक 8:39 युवराज स्वयंले देवयानीलाई फोन गर्दा 32 सेकेन्डसम्म कुरा गर्छन्। पछिल्लो चोटि 8:39 कुराकानी गर्दा युवराज दिपेन्द्रले देवयानीलाई भोलि बिहान मात्र तिमीलाई फोन गर्छु, अब म सुत्न लागेको छु है, गुड नाइट भनेर फोन राख्छन्। देवयानीसित युवराज दिपेन्द्रको कुराकानी भए पछाडि उनलाई युवराजको स्वर अलि लडबडाएको र युवराज अस्वस्थ भएको जस्तो लागेर उनले ड्युटीमा कार्यरत र घरमा रहेका 2 जना एडिसीलाई फोन गर्छिन् र खोपीमा गएर एकचोटि युवराजलाई हेरिदिन आग्रह गर्छिन्। एडिसीले सहयोगीलाई खोपीमा युवराज हेर्न पठाए पनि युवराज त्यतिखेर आफ्नो लुगा आफै खोल्न सक्ने हालतमा थिएनन्।
उनीहरूले उनको लुगा खोलिदिए। युवराज त्यस पछाडि बाथरुम गएर त्यही वाकवाक्ती गरेको सहयोगीहरूले सुने। बाथरुम गएर फर्के पछाडि पहिले बेहोस भएर ढलेका र बोली नै लडबडाएका युवराज एक्कासी ठिकठाक भए। उनले आफैले छिटो छिटो आफ्नो ड्रेस फेरे र आर्मीको टाटेपाटे कम्ब्याट ड्रेस लगाए। केही छिन पहिले लडबडाएर हिँड्न पनि नसक्ने युवराज दिपेन्द्रले अब तुरुन्तै तगडा मान्छे झैँ दुईतर्फ गरौँ सब मेसिन गन र अटोमेटिक राइफलका साथमा पेस्तोल पनि भिरेर त्रिभुवन सदनको बिल्यार्ड हलमा अकस्मात रातको 9 बजे प्रवेश गरे। अब तपाईँलाई फेरि बिचमै स्मरण गराउँ कि यो मैले भनिरहेको कुरा होइन है। छानबिन समितिको रिपोर्टमा प्रत्यक्षदर्शीहरूले दिएको जे बयान छ त्यसलाई नै आधार बनाएर यो स्क्रिप्ट तयार पारिएको हो। त्यसैको स्क्रिप्ट हो यो। अब त्यतिन्जेलसम्ममा उता राजा वीरेन्द्रले भने आफ्नै आमालाई दर्शन भेट गरेर बिल्यार्ड हलमा भर्खरै प्रवेश गरेको बेला थियो। उनको हातमा कोको कोलाको ग्लास थियो। बिल्यार्ड टेबलको पूर्वी छेउमा उभिएर कोक पिउँदै राजा आफ्ना आफन्तसित बात मार्दै थिए। त्यही क्रममा कम्ब्याट ड्रेस लगाएका युवराज धीराज त्यहाँ प्रवेश गरिहाले। केही पनि कुराकानी नगरी उनले MP5 के नाम गरेको अटोमेटिक सब मेसिन गनले एक्कासी 3वटा फायर गरे। एउटा सिलिङमा लाग्यो, अर्को पश्चिमपट्टिको भित्तामा। राजाले युवराजलाई के गरेको मात्र भनेर प्रश्न सोध्दै थिए। एउटा गोली आएर राजाको घाँटीमा लाग्यो। राजा त्यहीँ ढले। बहिनी शोभा दौडेर आएर राजालाई समाइन्। धीरेन्द्रका छोरी ज्वाइँ राजीव शाह आएर आफ्नो कोट फुकालेर घाँटीबाट राजाको बग्न थालेको रगत रोक्न खोजे। अब त्यति 3वटा गोली फायर गरेर युवराज दिपेन्द्र बाहिर निस्किए अनि फेरि आधी मिनट जतिमा भित्र पसे। किन हो उनले आफूले चलाइरहेको MP5 की सब मेसिन गन त्यही भुइँमा फाले र M16 राइफल भिरे। घाइते राजा वीरेन्द्र तुरुन्तै दिपेन्द्रले फालेको त्यो हतियार टिपेर उभिन खोजे। त्यसो हुन सकेको भए सम्भवतः राजा दिपेन्द्रले पनि गोली हानेर युवराज दिपेन्द्रलाई ढाल्थे होलान् र घटनाक्रमले पुरै अर्को मोड लिन्थ्यो होला। तर बहिनी शोभा शाहीले भने आएर तुरुन्तै त्यो हतियार राजाको हातबाट खोसिन् र सब मेसिन गनबाट गोलीको म्यागजिन समेत निकालिदिन् र हतियार त्यहीँ फालिदिन्। त्यस पछाडि युवराज दिपेन्द्रले राजाको टाउकोमै ताकेर M16 अटोमेटिक राइफलले गोली हाने। राजा अब उठ्न नसक्ने गरी ढले। दिपेन्द्रलाई रोक्ने प्रयास गर्दै धीरेन्द्र अगाडि आएर भने, बाबा इनफ, यु हेभ डन इनफ ड्यामेज। तर दिपेन्द्र रोकिएनन्। उल्टो उनले धीरेन्द्रलाई नै छातीमा घाँटीमा गोली हानेर ढालिदिए। त्यस पछाडि कुमार खड्ग विक्रमलाई पनि गोली हानेर बारको ठिक तल उनले ढालिदिए। कुमार खड्ग विक्रम ढले पछाडि के भयो मेरो बाबालाई भन्दै उनकी पत्नी शारदा छेक्न आइन् र खड्ग विक्रममाथि उनी सुतेर पुरै ढलिन्। उनीमाथि पनि युवराजले गोली हाने। त्यस पछाडि युवराज दिपेन्द्रले बहिनी ज्वाइँ गोरख शमशेरलाई ढाले। दिपेन्द्र त्यस पछाडि सर्दै ढोका बाहिर पुगे र ढोका बाहिरबाट पछाडिपट्टिबाट गोली हानेर अधिराज कुमारी कोमललाई ढाले। गोली लागेर शान्ति सिंह उनीमाथि लडिन्। शोभालाई पनि गोली लाग्यो। यसैबीच रानी ऐश्वर्य कराउँदै बाहिर गइन्। ओ माई गड, डाक्टर डाक्टर, एम्बुलेन्स एम्बुलेन्स भन्दै उनले कराएको सुने पछाडि 40-50 मिटर टाढा ड्युटी अफिसमा रहेका एडिसीहरू बल्ल सक्रिय भएर आए। रानी बाहिर दौडिए पछाडि उनको पछाडि अधिराज कुमार निराजन पनि दौडिए। यता भित्रपट्टि बुबा ढलेको देखेर ए बुबा भन्दै हेर्न आएकी श्रुतिले नजिकै आफ्नो पति पनि गोली लागेर ढलेको देखिन्। उनले आफूलाई गोली लागेको बताए पछाडि श्रुतिले घायल पतिलाई काखमा लिएर निहुरिएर छातीमा टाँसिन्। यति हुँदा दिपेन्द्र फेरि एकपटक यानि कि तेस्रो पटक भित्र पसे। त्यस पछाडि श्रुतिमाथि पनि गोली चलाए जुन उनको नितम्बमा लाग्यो। त्यस पछाडि उनले जथाभावी गोली हानेर जयन्ती र केतकीलाई पनि ढाले। अनि यतिले मात्र नपुगेर राजा र धीरेन्द्रलाई फेरि एकपटक गोली ठोके। त्यस पछाडि युवराज दिपेन्द्रको नजर पारस शाहपट्टि पुग्यो। पारस शाहको पछाडिपट्टि महेश कुमार, पारसकी श्रीमती हिमानी, रवि विक्रम शाह र 3 जना बहिनी थिए। पारसले दिपेन्द्रलाई भने, के गरिबक्स्या हजुर, यहाँ त हामी मात्र छौँ, प्लिज गइबक्सियोस्। तर आश्चर्य, कसैलाई बाँकी नराख्ने युवराज दिपेन्द्रले त्यति बेला पारसलाई र उनका पछिल्तिर रहेका मान्छेहरूलाई केही गरेनन्। उनी लुरु बाहिर बगैँचामा निस्किए। मुमा बडा महारानी भएको कोठामा बस्दै पसेनन्। अब बगैँचामा के भयो भन्ने कुरा देख्ने मान्छेको बयान छानबिन समितिले तयार पारेको प्रतिवेदनमा छँदै छैन। तर केही छिनमा जब गोलीहरूको आवाज रोकियो तब बडा महारानी ऐश्वर्याको शव युवराजको खोपीतर्फ उक्लिने भर्याङमा 7औं सिडीमा विवत्स हालतमा भेटियो।
उनको टाउको पट्ट फुटेको थियो, गिदीको बहुसंख्यक भाग उछिटिएको थियो, रगतको आहाल थियो, अनुहार चिन्नै गाह्रो हुने गरी बिग्रिएको थियो, दाँतहरू छरिएका थिए। यो छानबिन समितिको प्रतिवेदनमै लेखिएको कुरा हो। निराजनको सब बिल्याडको रुमको पूर्वपट्टि बगैँचामा युवराजको खोपी जाने बाटोको पूर्वतर्फ रहेको प्रतीक्षा स्थल जाने बाटोको सङ्गमनेर भेटियो। युवराज दिपेन्द्र स्वयं कञ्चडमा गोलीले छेडिएको अवस्थामा खोपीको अगाडि बगैँचाको पोखरीको दक्षिण भागमा भेटिए। कसले उनलाई गोली हान्यो अथवा त्यो बगैँचामा के भयो देख्ने प्रत्यक्षदर्शी कोही छैनन्। उच्च स्तरीय समिति प्रतिवेदन पनि यस सम्बन्धमा चुप बस्छ। अब यो कुरा छानबिन समितिले भनेको कुरा भयो। घटना घटेको आधा घण्टादेखि 1 घण्टाभित्रै मृत र घाइते सबलाई दरबारका एडिसी र जीवित पुरुषद्वारा वीरेन्द्र मिलिटरी अस्पताल छाउनी पुर्याइयो। राजा अस्पताल लगिँदा जीवितै थिए, तर त्यहाँ पुग्दा उनको मृत्यु भइसकेको थियो। रानी र निराजनको घटनास्थलमै मृत्यु भइसकेको थियो। अधिराज कुमारी श्रुतिको अस्पताल पुर्याएको आधा घण्टा पनि नबित्दै मृत्यु भयो। उनी नजिकै वीर अस्पताल वा टिचिङ अस्पताल लगेको भए पनि मर्ने थिएनन्, किनकि उनको एउटै घाउ केवल नितम्बमा थियो र अत्याधिक रक्तस्वापले गर्दा उनको मृत्यु भएको थियो। अधिराज कुमारी शान्ति र शारदा, शाहजादा जयन्ती र कुमार खड्ग विक्रम अस्पताल पुर्याउँदा मृत अवस्थामा थिए। युवराज दिपेन्द्रको मृत्यु 3 दिनपछि ज्येष्ठ 22 गते सबेरै भयो, धीरेन्द्र शाहको त्यही दिन साँझमा। यी मर्ने मध्ये कसैलाई अत्यन्तै छिटै नजिकैको अस्पताल लगेको भए बाँच्ने सम्भावना हुन्थ्यो। एक मिनेट महत्त्वपूर्ण हुने बेलामा उनीहरूलाई तुलनात्मक रूपमा टाढाको र साधन स्रोत पनि त्यति नभएको अस्पताल लगियो। फलस्वरूप छिटै उपचार पाएको भए बाँच्न सक्नेहरू पनि मृत्युको शिकार बने। यसरी नेपालको राजपरिवारको इतिहासमा अहिलेसम्मको सबैभन्दा भयानक हत्याकाण्ड घट्यो। च्याप्टर 4 मुभिज एन्ड डकुमेन्ट्रिज। अब छानबिन समितिले तथ्य बिना नै दिपेन्द्रलाई हत्यारा घोषणा गरिसकेको थियो। तर छानबिन समिति चाहिँ वास्तवमा नामको मात्र समिति थियो। काम गर्यौ भन्दा गर्यौँ भन्ने खालको मात्र थियो। किनकि यही एउटा फोटोलाई मजाले हेर्नुहोस् न, हत्यामा प्रयोग भएको गनलाई कुनै ग्लोभ्स नलगाइकन यसरी समाइँदै थियो। त्यो गनमा फिङ्गरप्रिन्टहरू हुन सक्थ्यो, जुन यसरी समाएपछि सबै मेटियो र फरेन्सिक टेस्ट गर्दा पनि त्यो गनमा कसको फिङ्गरप्रिन्ट थियो भन्ने कुरा पत्ता लाग्नै सकेन। यसरी छानबिन समितिका सदस्यहरू आफै नै प्रमाण मेटाउन लागेको जस्तो देखिन्छ। अनि अर्को कुरा, छानबिन समितिले पत्रकार सम्मेलन गर्दा समितिका सदस्य तारानाथ राणावाडको प्रस्तुति पनि हेर्न लागेको थियो। उनले त यसरी भुटुटु पारेका थिए युवराज दिपेन्द्रले भन्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पत्रकारहरूको अगाडि नै गन चलाइदिए, भुटुटु पार्दै केटाकेटी पारा देखाइदिए। फोटोमै कैद भएको उनको यो हाँसोले पनि यो कुरा प्रष्ट पार्छ। अहिले जस्तो इन्टरनेट र मिम कल्चर भएको भए उनको भुटुटु लामो समयसम्म मिम बन्थ्यो होला। भुटुटु अब जस्तै भए पनि छानबिन समितिले रिपोर्ट चाहिँ सार्वजनिक गरेको थियो। तर बाहिर गार्डनमा भएको निराजन र दिपेन्द्र स्वयंको लास र दिपेन्द्रको खोपीमा जाने क्रममा सिँढीमा भेटिएको ऐश्वर्याको लासको बारेमा छानबिन समिति मौन थियो। उनीहरूको हत्या कसले गर्यो त्यो छानबिन समितिले भन्न सकेको थिएन। तर अनौठो कुरा चाहिँ के थियो भने बीबीसीले घटना घटेको अर्को दिन नै क्राउन प्रिन्स दिपेन्द्रले आफ्नो वंश नै नाश गरेर आफूलाई पनि अन्त्यमा गोली हानेर सुसाइड गरेको भन्दै झ्याली पिटिरहेको थियो। जुन 2001 मा बीबीसीमा टेलिकास्ट भएको यो समाचारलाई हेर्नुहोस्। Good evening. The Himalayan kingdom of Nepal has begun 13 days of mourning after 8 members of the royal family, including the king and queen, were killed in a palace massacre last night. They were murdered by their son, the heir to the throne, Crown Prince Dipendra. He then shot himself and is now in a coma in hospital. The prince is thought to have been at odds with his family over his choice of bride. From Kathmandu, our South Asia correspondent Jill McGivering has sent this report. ओके, त्यो नेपालको म्याप चाहिँ के हो यार? अनि मेन कुरा भने भोलिपल्टै बीबीसीले कसरी भनिरहेछ कि दिपेन्द्रले नै हत्या गरेको हो भनेर। बीबीसीलाई चाहिँ कसले सुनायो यो कुरा? त्यो पनि हत्याकाण्ड भएको भोलिपल्ट नै। अब छानबिन समितिले घटना भएको 13 दिन पछाडि यानि कि ज्येष्ठ 12 गते रिपोर्ट निकाल्दै थियो। अब यता बगैँचाको केसमा छानबिन समितिले बस के भन्यो भने बगैँचामा स्ट्याचुको अगाडि निराजनको लास भेटिएको थियो र भर्याङको 7औं तलामा ऐश्वर्यालाई पनि कसैले माथिबाट यानि कि भर्याङको ल्यान्डिङबाट गोली हानेर मारेको थियो भनेर भनिएको
खोजिएको छ। यो दुईटा कुरा एकैछिन याद गरिराख्नुहोला, हामी त्यही स्थानमा पटक पटक गएर त्यसलाई अझै इनडेप्थमै रिसर्च गरेर आएका छौँ, त्यो सुनाउने नै छौँ। अब जे होस्, झारो टार्न बनाइएको छानबिन समितिले आफ्नो रिपोर्ट त सुनाइसकेको थियो, अब जनताले त त्यो पत्याउनेवाला नै थिएनन्। अब नपत्याउने भएपछि के गर्ने त? मान्छेलाई घटना नै रिक्रिएट गरेर देखाउने, यानि कि डकुमेन्ट्री बनाउने, फिल्म बनाउने र दिपेन्द्र हत्यारा हो भनेर फुकेको फुकै गर्ने। अब भेस्टेड इन्ट्रेस्ट भएका हरेक देशले आफ्नो मिडिया डकुमेन्ट्री बनाउनलाई नेपाल पठाए। उनीहरूको काम जम्मा यति थियो, दिपेन्द्रले नै हत्याकाण्ड मचाएको भनेर जनतामा विश्वास दिलाउने, अथवा दुनियाँलाई यो देखाउने कि नेपालमा त क्राउन प्रिन्सले आफ्नो गर्लफ्रेन्डसँग विवाह गर्न नपाएको कारणले गाँजा फुकेर दरबारभित्रै गोली काण्ड मचायो। यो देखाउने क्रममा ती मिडियाहरूले कति ठुलो ठुलो झुट बोलेका छन्, कति तल गिरेका छन्, यो सबै प्रमाणसहित नै देखाउनेवाला छौँ। जस्तै च्यानल 4 भन्ने मिडियाले तयार पारेको डकुमेन्ट्रीको यो क्लिपलाई हेर्नुहोस्। The would-be demigod had inherited many of the Queen's qualities. These similarities would bring mother and son into conflict throughout their lives. त्यहाँ प्रस्तुताले जबरजस्ती आमा र छोराबीच सानैबाट नै मनमुटाव भएको भन्ने खाले स्टेटमेन्ट इस्टाब्लिस गर्न खोजिरहेका छन् र त्यही मनमुटाव बढेर पछि हत्याकाण्डमा परिणत भएको भन्न खोजिएको छ। त्यस्तै यो अर्को स्टेटमेन्टलाई सुन्नुहोस्। 2 days earlier, Crown Prince Dipendra checked how many of his relatives would be attending the royal family's get-together. यसमा दिपेन्द्रले त्यो भोजमा को आउँदैछन् भन्ने कुरा जान्न खोजेको सामान्य कुरालाई लिएर त्यति बेलै हत्याकाण्डको प्लान गरिरहेको भन्ने देखाउन खोजिएको छ। मान्नुहोस् तपाईको घरमा केही फङ्सन छ भने अब त्यहाँ तपाईँ को आउँदैछन् भन्ने कुरा, सामान्य कुरा त जान्न खोज्नुहुन्छ नि। त्यही सामान्य कुरालाई लिएर हेर्नुहोस् त, दिपेन्द्रले त पहिल्यैबाट सबैलाई मार्ने प्लान गरिरहेछ, नत्र किन को आउँदैछन् भनेर सोच्छ त भन्ने खाले अनावश्यक कुराहरू देखाउन खोजिँदैछ। त्यस्तै यो डकुमेन्ट्रीमा मेन हत्याकाण्डको इन्सिडेन्ट भन्दा पनि दिपेन्द्र र दिव्यानीको लभ स्टोरीकै अराउन्डमा रहेर अनावश्यक तुनामुना थपेर फ्यामिली ड्रामा देखाउन खोजिएको छ। अर्का इङ्ग्लिस प्रोड्युसर क्लिफ म्याडवेलले त यो केसलाई लिएर फिल्म नै बनाएका छन् र घटनाहरू रिक्रिएट गरेर देखाउन खोजेका छन्, तर उनको मोटिभ सत्य तथ्य बाहिर ल्याउने भन्दा पनि दिपेन्द्र नै हत्यारा हो भन्ने देखाउनु थियो। अर्बौं खर्च गरेर उनले बनाएको त्यो मुभीले त अझ दिपेन्द्रले डिप्रेसनको औषधि खाने गरेको सम्म पनि भन्न भ्याएको छ र बगैँचामा भएको घटनालाई रिक्रिएट नै गरेर देखाएको छ। अब यहाँनिर हामीले त्यो क्लिप प्ले गर्न मिल्दैन, अघिल्लो भिडियोमा त्यही क्लिप प्ले गरेको कारणले गर्दा हाम्रो भिडियो उनीहरूले एकपटक उडाइदिइसकेका छन्। जे होस्, मैले अघि भनेको थिएँ नि, हिटलरको द बिग लाई थ्योरी, त्यही प्रयोग गरेर झ्याली पिट्यो कि हत्यारा त दिपेन्द्र नै हो भनेर। तर यो सबै कुरामा प्रश्न उठाउने ठाउँ छ। छानबिन समितिको रिपोर्टहरूको हरेक पेज क्वेसनेबल छ र विभिन्न देशका इन्टेलिजेन्सले प्रोपोगन्डा फैलाउन बनाएका अनावश्यक मुभिज र डकुमेन्ट्रिजको त के कुरा गर्नु। च्याप्टर 5, एभ्रिथिङ वाज अ लाई। हो, सबै कुरा झुटो थियो। उच्च स्तरीय समितिको प्रतिवेदन र अघि अन्तर्राष्ट्रिय जगतका मुभिज र डकुमेन्ट्रिजहरू सबै झुट थिए। अब उनीहरूले भनिरहेको झुट मध्ये एउटा प्रमुख झुट भनेको दिपेन्द्रले त्यो दिन गाँजा सेवन गरेका थिए भन्ने हो। तर ज्येष्ठ 19 गतेको दिन युवराज दिपेन्द्रले लागु पदार्थ खाएको कुरा कुनै वैज्ञानिक तवरले पुष्टि गर्ने कुनै आधार छैन। केन्द्रीय प्रहरी वैज्ञानिक प्रयोगशालाको टिप्पणीमा लेखिएको छ, बारको उत्तरी भाग र बारको अगाडिबाट उठाएका चुरोटको ठुटाहरूको परीक्षण गर्दा स्यालिभा पाइएको, साथै सोमा गरिएको अर्को परीक्षणबाट निकोटिन भेटिएको, तर अन्य लागु औषधि र मद्यपन पदार्थ यानि कि साइकोस्टिमुलेट नभएको भनिएको छ। उता दिपेन्द्रको वीरेन्द्र मिलिटरी हस्पिटलमा उपचार र अपरेसन गर्ने रोयल सर्जन डाक्टर खगेन्द्र बहादुर श्रेष्ठले पनि युवराज दिपेन्द्रको मस्तिष्कमा अल्कोहलको पार्ट चाहिँ छैन भनेर भनेका छन्। यी जम्मै वैज्ञानिक आधारले युवराज दिपेन्द्रले व्हिस्की, गाँजा र लागु पदार्थ खाएर त्यसैबाट प्रभावित र उद्धित भएको अवस्थामा नारायणहिटी हत्याकाण्ड मचाएको भन्ने सारा बयानलाई झुटो साबित गर्दछ। मरेको व्यक्तिलाई आरोप लगाउन सजिलो छ, किनकि उसले त्यो गलत हो भनेर कहिल्यै पुष्टि गर्न सक्दैन। यो कुरा राम्ररी बुझेका घटनास्थलमा उपस्थित सबैजनाले युवराज दिपेन्द्र नै दोषी हो भन्ने देखाउन लागु औषधसँग उनलाई जोडे। अब त्यो दिन बाहेक अरू दिन उनले लागु औषध सेवन गर्थे गर्दैन थिए त्यो बारेमा मलाई थाहा छैन, तर यी माथिका 2 रिपोर्टबाट दिपेन्द्रले त्यस दिन लागु औषध सेवन गरेको भन्ने कुरा झुटो हो भन्ने पुष्टि हुन्छ। र साइकोलोजिस्ट शिशिर
सुब्बाले त्यति बेला मूल्याङ्कन नेपाली मन्थली म्यागजिनमा सन्तुलित व्यक्तिबाट ड्रग र रक्सी नखाएको सामान्य अवस्थामा प्रिय आफन्तजनको हत्या वा आफ्नै हत्या गर्नु त्यति सम्भव छैन भनेर पनि उल्लेख गरेका छन्। अर्को कुरा, यो जुन छानबिन समितिले निकालेको टाइमिङ छ नि त्यसमै केही गडबडी देखिन्छ। छानबिन समितिको रिपोर्टमा पहिलो फायरिङ 9 बजे पश्चात भएको भनिएको छ। अनि जम्मै बयानमा पनि के पुष्टि हुन्छ भने बिल्यार्ड रुममा गोलीकाण्ड हुँदा 9 बजेर केही मिनेट गइसकेको छ भन्ने देखिन्छ। तर वीरेन्द्र मिलिटरी अस्पतालको रेकर्डबाट के देखिन्छ भने 9:15 मा राजा वीरेन्द्रलाई, रानी ऐश्वर्यालाई र अधिराज कुमार निराजनलाई अस्पतालले मृत घोषणा गरिसकेको थियो। अस्पताल पुर्याउँदा त्यहाँ ट्रमा रुममा डाक्टर थिएनन् भनिएको छ। डाक्टर सचिता सिंह आएर राजा, रानी र निराजनलाई जाँचेर मृतक घोषणा गर्न पक्कै पनि केही समय त लाग्यो नै होला। यस हिसाबले हेर्दा नारायण दरबारबाट 9 बजे पछाडि गोली चलेर मिलिटरी हस्पिटल छाउनीमा 9:15 मा राजा, रानी र निराजनको गाडी पुग्नु कुनै पनि हालतमा सम्भव नै देखिँदैन। यी दुई टाइममा ठुलो विरोधाभास देखिन्छ। फेरि गोली लाग्ने बित्तिकै शरीर उडेर छाउनी पुग्ने पनि कुरो भएन। एडिसीहरू कुदेर आए, ढोका फुटाए, गाडी डाकेर राजा अनि रानी अनि निराजनको घाइते शरीर, अझ जसमा अङ्गहरू नै छरपष्ट भएको छ भनिएको छ, त्यसलाई चौर अथवा भर्याङमा खोजेर रेस्क्यु गर्दा नारायण हिटीमै थप 5-10 मिनट त घटीमा पनि लाग्छ। अनि नारायण हिटीबाट छाउनी हस्पिटल जुन करिब 5 किलोमिटर टाढा छ, त्यहाँ पुगेर डाक्टरलाई पर्खिएर अनि 9:15 मा मृतक घोषणा हुन केही गर्दा पनि सम्भव नै छैन। तसर्थ ठुलो गडबडी प्रत्यक्षदर्शीको बयानमै देखिन्छ। यस हिसाबले नारायण हिटीमा गोलीकाण्ड 9 बजे पछाडि होइन, 9 बजे अगाडि र देव्यानी र दिपेन्द्रको फोन वार्ताको लगत्तै त्यही बीचको समयमा घटेको हुनुपर्छ। तर प्रश्न उठ्छ, यो समयमा बेहोस भएर ढलेका युवराज दिपेन्द्र स्वयंबाट त्यति गरौँ 3वटा बन्दुक बोक्न अनि ठिक निशानामा गोली हान्न त्यो सम्भव छ त? यो सम्भावना एकदम कम छ, किनकि यो समयसम्ममा त उनले वाकवाक्ती गरी भएका पनि छैनन्, न त उनलाई होस आएको छ अनि आर्मीको लुगा र बुट लगाएर सशस्त्र हुन सक्ने स्थिति नै छैन। यो परिस्थितिमा एउटा अर्कै सम्भावना छ, उनको मास्क लगाएर अथवा उनको नकाबमा अरू कसैले त्यो हत्याकाण्ड घटाए र अन्त्यमा उनको पनि हत्या गरिदिए। अर्को कुरा, युवराज दिपेन्द्र दाहिने हातबाट गोली चलाउने मान्छे थिए, तर उनको शिरमा देब्रे कानको ठिक पछाडिबाट गोली हानेर दाहिने कञ्चटतिर वाङ परेको छ। यसले यो आत्महत्या होइन भन्नेमा झन् ठुलो बल प्रदान गर्छ, किनकि आत्महत्या गर्दा कुनै पनि व्यक्तिले अप्ठ्यारो र बेपायक ठाउँबाट गोली हान्दैन। जताबाट गोली हान्दा सजिलो हुन्छ त्यहीँबाट हान्छ। दाहिने हात चल्ने मान्छेले कञ्चटमा पेस्तोलले गोली हानी आत्महत्या गर्दा दायाँ कञ्चटबाटै गोली हान्छ, बायाँबाट हान्दैन। तर युवराज दिपेन्द्रले चाहिँ किन बायाँ साइडबाट, त्यो पनि कञ्चटबाट नभएर देब्रे कान पछाडिको अप्ठ्यारो ठाउँबाट गोली हाने त? उच्च स्तरीय प्रतिवेदन हेर्दा पनि युवराजले आत्महत्या गरेको देख्ने, उनले आफूलाई नै गोली हानेको देख्ने कोही पनि छैन। त्यसमाथि थप युवराज जहाँ घाइते अवस्थामा लडेको भेटिएको भनेर प्रत्यक्षदर्शीले बताएका छन्, त्यो युवराजको खोपी अगाडिको बगैँचाको ससाना पोखरीको सानो पुलको दक्षिणी भाग भनिएको छ। तर उनले आत्महत्यामा प्रयोग गरेको भनेको पेस्तोल र खोका चाहिँ पूर्वपट्टिको पोखरीमा पानीमा भेटिएको छ। यस्तो हुनु कसरी सम्भव भयो त? उनले पेस्तोलले गोली हानी आत्महत्या गरेका हुन् भने पेस्तोल त उनकै हातमै भेटिनु पर्थ्यो वा शरीर छेउमै हुन पर्थ्यो। यो कसरी उडेर पूर्वपट्टिको पोखरीको पानीमा पुग्यो? गोली हानेर आफू खत्तम भइसके पछाडि मान्छेले पेस्तोल नै पोखरीमा फाल्न सक्ने यो त कहीँ पनि सम्भव छैन। यी जम्मै सबुतहरूले युवराजले आत्महत्या गरेको होइन भन्ने प्रमाणित गर्छ। त्यसो भए उनलाई कसले मार्यो त? त्यो सुनाउँछु नै, तर त्योभन्दा अगाडि 1-2वटा कुरा अझै पनि बुझ्न आवश्यक छ। जस्तै कृष्ण विरलको यो पुस्तक रक्तकुण्डमा उनले शान्ता नाम गरेको दरबारभित्रकै एकजनालाई कोट गर्दै उनले एकैचोटि 2टा दिपेन्द्र देखेको भनेर भनेकी छिन्। उनको अनुसार बगैँचामा एउटा दिपेन्द्र थियो जसले निराजनलाई मार्दै थियो र त्यही समयमा भित्र बिल्यार्ड हलमा अर्को दिपेन्द्रले गोली चलाइरहेको थियो।
उनको यो बयानलाई नै आधार मान्ने हो भने पनि एउटा कुरा चाहिँ सोच्न बाध्य बनाउँछ। दिपेन्द्रले आफ्नो कपडा खोलेर आर्मीको जस्तो ड्रेस चाहिँ किन लगाउनु पर्यो त? पक्कै पनि जसले यो हत्याकाण्ड प्लान गर्यो त्यसले नै सबैलाई आर्मीको ड्रेस लगाउन भन्यो र अन्त्यमा दिपेन्द्रलाई पनि मारेर आर्मीको ड्रेस लगाइदियो। त्यस्तै नयाँ पत्रिका दैनिकमा एउटा आर्टिकल छापिएको थियो। लालबहादुर लम्तेरी मगर जो दरबारभित्रकै तत्कालीन सैनिक हवलदार थिए, उनका अनुसार दरबारमा पहिलो गोली दिपेन्द्रमाथि चलेको, उनको खोपीमा अर्को दिपेन्द्रकै मास्क लगाएर आएको व्यक्तिले सुरुमा दिपेन्द्रको हत्या गरेको, अनि मात्र दिपेन्द्र जस्तो मुर्कुट लगाएका अन्य व्यक्तिहरूले बिल्यार्ड हलमा गई गोली चलाएको भनेका छन्। उनले थप भोट चलिरहेको बेला पारस सरकार गाडीमा एकैछिन बाहिर निस्किएको र त्यही गाडीमा एकैछिनमा दिपेन्द्रको मुकुण्डोधारी व्यक्तिहरू आएको सम्म पनि भन्न भएका छन्। तिनै लम्तेरेले यही कुरा भन्दै पछिबाट दरबारमा बिन्ती पत्र पनि हालेका रहेछन्, तर उनलाई नै पहिले दरबारमा आतंक मच्याएको भन्दै समातिन्छ अनि पछि एउटा होटल मालिकलाई मारेको भन्ने झुटो केस चलाएर मुद्दा हालिएको रहेछ। अर्को महत्त्वपूर्ण कुरा गुगल अर्थका यी इमेजहरूलाई हेर्नुहोस् है त। यो ठाउँ घटना घटेको त्रिभुवन सदन हो। 2003 मा यहाँ बिल्डिङ छ, 2005 मा बिल्डिङ छ, 2007 खै त बिल्डिङ, अनि फेरि अहिले 2024 मा कहाँबाट आयो त बिल्डिङ? यसरी ज्ञानेन्द्र राजा भएपछि प्रमाण मेटाउनलाई हो या किन हो, एकपटक त्रिभुवन सदन नै भत्काएर फेरि बनाएको यही गुगल अर्थको इमेजहरूबाट प्रष्ट हुन्छ। त्रिभुवन सदनको यो बिल्यार्ड हल त बनिसकेकै छ, तर यता दिपेन्द्रको खोपी जाने कोठा भने अझै कम्प्लिट भइसकेको छैन। हामीले त्यही भिजिट गर्दा पनि यो कुरा नोटिस गरेका थियौँ। दिपेन्द्रको खोपी जाने भर्याङमा ऐश्वर्याको लास भेटिएको थियो, यही भर्याङ हो त्यो। तर अचम्मको कुरा चाहिँ के छ भने तपाईँ नारायण हिटी जानुभएको छ भने नोटिस गर्नुभयो होला, छैन भने पनि भोलि गएर एकपटक चेक गर्न सक्नुहुन्छ। यो भर्याङ अहिले अर्कै स्ट्रक्चरमा बन्दैछ, यस्तो जसलाई स्ट्रेट स्टेयर विथ सेन्ट्रल ल्यान्डिङ भनिन्छ। अब पहिलाकोमा यो बीचको ल्यान्डिङ थिएन। ओके, यो पनि त्यति ठुलो कुरा त भएन, तर अर्को कुरा चाहिँ के छ भने दिपेन्द्रले भित्र सबैजनालाई मारेर बाहिर निस्किएपछि रानी ऐश्वर्या र निराजन उनको पछि पछि आएको र आमा छोराको बीचमा निराजन आए पछाडि दिपेन्द्रले नै निराजनलाई गोली हानेर यो स्ट्याचु अगाडि हत्या गरेको भनिएको छ र छानबिन समितिको रिपोर्ट अनुसार पनि उनको लास त्यही स्ट्याचु अगाडि भेटिएको थियो। अब यहाँनिर राजा ज्ञानेन्द्रले सबै कुरा भत्काउँदै गर्दा यो स्ट्याचु र यो पछाडिको भागलाई टच नै गरेका छैनन्। जस्तो अवस्थामा छ त्यस्तै अवस्थामा छोडिएको छ। इभन एनटिभीको यो पुरानो डकुमेन्ट्री हेर्नुभयो भने स्ट्याचु त्यही छ र पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले भ्रमण गर्न जाँदाको यो क्लिप पनि हेर्नुभयो भने स्ट्याचु त्यही नै छ र अहिले पनि तपाईँ नारायणहिटी जाँदा त्यो स्ट्याचु त्यही नै छ र त्यो स्ट्याचु भन्दा पछाडि वालमा अहिले पनि बुलेट मार्कहरू छन्। 7-8वटा बुलेट मार्कहरू अहिले पनि त्यहाँ देख्न सकिन्छ। तर इन्ट्रेस्टिङ कुरा चाहिँ के छ भने त्यो स्ट्याचुको फेडमा एउटा बुलेट मार्क छ। विद्यादेवी भण्डारीलाई यहाँनिर एकजनाले देखाउँदै गरेको त्यही नेरको त्यो मार्क हो। अब त्यहाँ गएर त्यो देख्दा मेबी हत्याराले अथवा दिपेन्द्र नै हत्यारा हुन् भने दिपेन्द्रले निराजन ढलिसके पछाडि फेरि बुलेट सुट गर्ने हुँदाखेरि उनलाई मिस भएर त्यो स्ट्याचुको फेदमा लागेको हो कि भन्ने कुरा मैले सोचेको थिएँ। तर अझ इन्ट्रेस्टिङ कुरा चाहिँ के छ भने त्यो बुलेट मार्क एक्ज्याक्टली स्ट्रेट छ। कुनै एङ्गल बनाएर माथिबाट यानि कि हत्याराले उभिएर त्यो सुट गरेको भए चाहिँ त्यो मार्क त्यस्तो स्ट्रेट हुन सक्दैन थियो। मैले त्यो बुलेट मार्कमा आफैले पनि औँला हालेर चेक गरेँ, यति स्ट्रेट छ त्यो मार्क कि बसेर पनि फायर गर्न मिल्दैन। ग्राउन्ड लेभलबाट सुतेर फायर गर्दा मात्र त्यस्तो मार्क देखिन्छ अथवा खाडलभित्र पसेर सुट गर्दा मात्र त्यस्तो मार्क देख्न सकिन्छ। बट वेट, वाट इफ त्यो सुट हत्याराले खाडल भित्रबाटै गरे हो? त्यहाँ साइडमा अगाडि पोखरी छ, कतै त्यही पोखरीबाटै पो गरे हो कि? यदि दिपेन्द्रले गरेको हो भने त उनको कपडा भिजेको हुनु पर्थ्यो, तर उनको कपडा भिजेको त कतै भनिएको छैन। सो पक्कै पनि अर्को सुटरले त्यो पोखरीबाट सुट गरे हो। त्यो बुलेट मार्कको एक्सप्लेनेसन यति एउटा मात्र हुन्छ। अब तपाईँ आफै भोलि गएर त्यहाँ नारायण हिटीको त्रिभुवन सदनको यो गार्डनमा अवस्थित स्ट्याचुको फेदको मार्क हेर्न सक्नुहुन्छ। तपाईँले फिल गर्ने एक्सप्लेनेसन पनि यही नै हो र त्यही बुलेट मार्क देखेपछि नै हो मैले दिपेन्द्रले नै वंशनाश गरे भन्ने कुरा पत्याउन छोडेको। नत्र तपाईँ हामी सबैजनाले 20-22 वर्षसम्म नै यही कुरा पत्याउँदै आएका थियौँ। अब यत्रो वर्ष छानबिन समिति र अन्तर्राष्ट्रिय मिडिया वा उनीहरूको इन्टेलिजेन्सले सुनाएको स्क्रिप्ट
स्क्रिप्ट हामीले पत्याउँदै आयौँ। एकैछिन यो सबै कुराहरूलाई एनालाइसिस गरेर अर्को स्क्रिप्ट आफै तयार पारौँ न त। वाट इफ 8:39 देवयानीलाई दिपेन्द्रले गुड नाइट भने पछाडि दिपेन्द्र साँच्चीकै सुत्न गए। थकित भएका उनी एकैछिनमा निदाए पनि। उनी निदाएपछि ती सहयोगीहरू पनि कोठाबाट निस्किए। अब त्यो सुनसानमा 3 जना बन्दुकधारीको टोली दिपेन्द्रको खोपीतिर लाग्छ। ती 3 जनाले नै दिपेन्द्रकै जस्तो अनुहार भएको मुर्कुट लगाएका छन् र कम्ब्याक्ट ड्रेस लगाएका छन्। दिपेन्द्र जस्तै देखिने ती मध्येको एकजनाले रियल दिपेन्द्रलाई उनी निदाइरहेको अवस्थामा कन्सर्टमा गोली प्रहार गर्छन्। दिपेन्द्रको ठाउँको ठाउँ मृत्यु हुन्छ। त्यसपश्चात एकजनाले दिपेन्द्रलाई त्यही रुङ्दै अब बाँकी 2 जना उनको खोपीबाट निस्कन्छन्। दिपेन्द्रलाई लुक्ने त्यो हत्याराको काम भनेको अब दिपेन्द्रलाई उनले जस्तै कम्ब्याक्ट ड्रेस लगाइदिने हो। बाँकी 2 जना बिल्यार्ड हलतिर लाग्छन् र बाहिर झाडीमै लुकेर बस्छन्। ती 2 जना मध्येको एकजना सबसे कन्फिडेन्ट जो थियो त्यो दरबारभित्र छिर्छ अनि 3 वटा फायर गर्छ। राजालाई भुइँमै ढालिदिन्छ र निस्किहाल्छ। यो क्रममा सबै कुरा यति छिटो हुन्छ कि दिपेन्द्र जस्तै मात्र देखिने व्यक्ति भए पनि सबैलाई त्यो गोली चलाउने व्यक्ति दिपेन्द्र नै हो जस्तो लाग्छ। अब त्यो व्यक्तिले त्यति गरिसके पछाडि उसलाई फेरि भित्र जाने आँट तत्कालै आउँदैन अनि अब अर्को व्यक्ति गन लिएर फेरि भित्र छिर्छ। यति बेलासम्ममा डरको माहौल सिर्जना भइसकेको थियो। अब सबैसँग लुक्नु बाहेक केही पनि उपाय थिएन। तर जो लुक्दैनन् र बन्दुकधारीको आँखामा हेर्न खोज्छन् तिनैलाई ताकी बन्दुकधारीले फायर गर्छ र बाहिर निस्कन्छ। बाहिरबाट त्यो हत्याराको साथी जसले पहिलो पटक फायरिङ गरेको थियो उसले आफ्नो साथीले भित्र फायर गरिराख्दाखेरि सबैको अनुहार नियाल्न भ्याएको हुन्छ र कसको अनुहारमा डाउट देखियो जस्तो लाग्छ। आफ्नो साथी निस्किएपछि भित्र गएर सबैलाई सुट गरेर आउँछ। यो बेलासम्म उसको अर्को साथीले त्यहाँबाट गार्डनमा आएर पोखरीमा लुक्न भ्याइसकेको हुन्छ। तर अन्तिम पटक भित्र छिरेको हत्यारामाथि ऐश्वर्यालाई भने डाउट भइरहेको हुन्छ। आँटै गरेर ज्यानको बाजी लगाएर उनी दिपेन्द्रको खोपीतिर जान भनेर दौडिँदै निस्किन्छन्। आमाको पछि कान्छो भाइ निराजन पनि लाग्छ। तर निराजनलाई भने त्यो पोखरीमा भएको हत्याराले सुट गर्छ र स्ट्याचु लिएर ढालिदिन्छ। ऐश्वर्या जब दिपेन्द्रको खोपीतिर जाँदै गर्छिन् तब त्यो भर्याङमा कोही आउँदै गरेको आवाज सुनेर दिपेन्द्रलाई मारेर कम्ब्याट ड्रेस लगाइदिँदै गरेको व्यक्ति भर्याङ नजिकै आउँछ र ऐश्वर्यालाई देखेर फायरिङ सुरु गर्छ। भर्याङमै उनको हत्या गरिदिन्छ र दिपेन्द्रलाई कम्ब्याट ड्रेस लगाइदिइसकेपछि त्यहाँबाट उसको अरू 2 जना साथीको पनि सहयोगले बोकेर लिएर पोखरीको छेउमै आएर छाडिदिन्छ र दरबारभित्रैबाट बग्ने टुकुचा खोला हुँदै त्यहाँबाट निस्किन्छन् अथवा गोली लागेका राजा रानीहरूलाई हस्पिटल लग्ने गाडीमा नै उनीहरू सुटुक्क निस्कन्छन्। यो कुराको पनि त सम्भावना छ। अब अहिलेसम्म सरकारले तपाईँलाई सुनाउँदै आएको दिपेन्द्र हत्यारा हुन् भन्ने स्क्रिप्ट तपाईँलाई बढी विश्वासिलो लाग्छ कि अहिले हामीले सुनाएको यो नयाँ स्क्रिप्ट बढी विश्वासिलो लाग्छ? आफै भन्नुहोस् त। अब यो भिडियोमा प्रयोग भएको 3D एनिमेसनहरू बनाउनका निम्ति हामीलाई युट्युब च्यानल EONले मद्दत गर्नुभएको थियो। उहाँले पनि दरबार हत्याकाण्डको बारेमा भिडियो बनाइसक्नु भएको छ र यस्तै 3D एनिमेसनको प्रयोग गरेर अन्य धेरै भिडियोहरू पनि बनाउनु भएको छ। अब ज्येष्ठ 19 को उक्त घटना पछाडि जनयुद्धमा होमिएको माओवादीको नेतृत्व गरेका पुष्पकमल दाहाल प्रचण्डले यसो भनेका थिए, कथित छानबिन समितिले अन्त्यतः हत्याराद्वारा नियोजित रूपमा तयार पारिएको षड्यन्त्रमूलक निष्कर्ष भन्दा अर्को ल्याउन सक्दैन थियो र ल्याएन पनि। तर छानबिन समितिको कथित प्रतिवेदनले ज्ञानेन्द्र एक्लै सो दिन पोखरा जानुको कारण, कुख्यात हत्यारा पारस शाहको भूमिका, वीरेन्द्रको पुरै परिवार सिद्ध्याइनु र ज्ञानेन्द्रको पुरै परिवार बाँच्नुको रहस्य, समग्र हत्याकाण्डको उद्देश्य, दिपेन्द्रलाई गोली कहाँ लागेर उनको कसरी मृत्यु भयो, दिपेन्द्रको रगत जाँचको आधारमा मादक पदार्थ सेवन गरे नगरेको पुष्टि गर्ने प्रश्न, एउटा मादक पदार्थ सेवन गरेर भुइँमा पल्टिएको तथा आफ्नो शरीरको कपडा समेत खोल्न नसक्ने अवस्थाको व्यक्तिले केही मिनट पछाडि नै त्यतिका हतियार बोकेर ठिक निशाना लगाएको प्रसङ्ग, हतियार आफै चलेर दुर्घटना भएको भन्ने ज्ञानेन्द्रको बीचको बयानको कारण, त्यही भीषण हत्याकाण्ड हुँदासम्म सेना र सुरक्षा गार्डको भूमिका लगायतका अहम प्रश्नहरूमा मौन बसेर हत्याकाण्ड गम्भीर षड्यन्त्रको परिणाम थियो भन्ने कुरालाई नै स्पष्ट गरेको छ। यो प्रचण्डको त्यति बेलाको भनाइ हो। गणतन्त्र पछाडि पटक उनी प्रधानमन्त्री बनेका छन्। तर उहिले त्यसो भन्ने प्रचण्डलाई आफू प्रधानमन्त्री हुँदा पटक यो घटनाको छानबिन गर्न चाहिँ
कसले रोकिरहेको थियो त? पक्कै केहीले त रोकिरहेकै थियो। अनि जाँदा जाँदै एउटा तथ्य पनि भन्न चाहन्छु, यसलाई घटनामा जोड्ने कि नजोड्ने त्यो तपाईहरुकै जिम्मा भयो। 2058 साल ज्येष्ठ 19 गते त्यो घटना घटेकै दिन दिउँसो भक्तपुर अस्पतालभित्र एउटा भूकम्प प्रतिरोधात्मक भवन बनेर उद्घाटन भएको थियो। उक्त भवन रोयल नेपाल आर्मी र युएसको स्पेशल बटालियन ट्रुपले बनाएको थियो। युएसको स्पेशल ट्रुप त्यही भवन बनाउने भनेर धेरै पहिलादेखि नेपाल आएर बसेको थियो र 19 गते दिउँसो यो भवन हस्तान्तरण गरेको थियो। त्यही साँझ दरबार हत्याकाण्ड भयो र भोलिपल्ट 20 गते त्यो ट्रुप आफ्नो देश फर्क्यो। यो संयोग के थियो भन्ने कुरा त मेरो ल्याकतले भन्न भ्याउँदैन, तर मैले भिडियोको सुरुमा वेन म्याटसनले दाबी गरेको एउटा कुरा सुनाएको थिएँ। हो, त्यो कुरा र यो कुरा चाहिँ ठ्याक्कै डट कनेक्ट भए जसरी कनेक्ट भएर आउँछ। बाँकी बुझ्ने जिम्मा तपाईहरुकै। हस् त, थ्याङ्क यू फर वाचिङ।